Hello guys, this is day 2 of modernization of our farm and making it a agricultural hub. फर्स्ट आवरमा कस्तो झ्याउला लाग्दो काम परिरहेको गएर शीतमै सुन्तला टिप्नुपर्ने सुन्तला फेरि लहरै लहराएको रुखमा छ लुगा लगाएर जाँदाखेरि पनि भिजिने खालको शीत पनि छ त्यही पनि मैले टिप्ने प्रयास गरिरहेको छु टिपेर घरमा ल्याइसकेँ अब यसलाई सबैलाई पारेर बजार लानको लागि तयारी गर्दैछु खेतीपाती गरेर के गर्नु गाई यसरी फलफुल जोगाउन नसकेपछि चरा बाँदर र अन्य वन्यजन्तुले हाम्रो केराहरू एकदमै सखा पारिरहेको अवस्थामा म एकदम दिकदार भइरहेको थिएँ सोच्दै थिएँ फ्याट लाएर दिमागमा नयाँ आइडिया आइहाल्यो त्यसपछि भट्टाभट मेसिन लिएर आएर मैले मेरो आइडियामा काम गर्न थालिहालेँ मेसिन ल्याइसकेपछि मैले 1.25 इन्चीको दुईटा स्क्वायर पाइपहरू पनि लिएर आइसकेँ ओहो कति गरुङ हो या मसँग एउटा पुरानो राउन्ड खालको स्टुल थियो यो म आफैले बनाइरहेको थिएँ तर अब यसलाई मैले मेरो प्रोजेक्टमा युज गर्नुपर्ने भयो त्यसैले मैले यसलाई काट्दैछु हट्टाभट ग्राइन्डिङ मेसिनले काटिसकेर यसलाई दुईटा सर्कलमा मैले छुट्याइसकेको छु अघि मैले लिएको दुईटा फलामहरूलाई 6 फिटमा काटेर त्यसमा एउटा ड्रिलले होल गरिहाल्छु फलाममा बल पाइसकेपछि त्यसमा मैले नट बोल्ट फिक्स गरेर भित्र हिँड्ने पाहुनाको पाइपलाई च्याप्नको लागि एउटा नट बोल्ट वेल्डिङ गरिहालेँ एकदमै हात पोल्दैछ पनि तैपनि गर्छु म अघिको दुईटा सर्कल फलामहरूलाई मैले सफा गरिसकेर एउटा जिआई पाइप र एउटा स्टिलको पाइपलाई हालेर तलमाथि फ्याट हुने बनाइसकेको छु अनि 6 फिटको पाइपलाई पनि काटेर त्यसमाथि मैले एउटा धारिलो हैसा पनि राखिदिइसकेको छु केराको पातहरू काट्नको लागि अनि यसको खासियत भनेको यो एक्सटेन्सन हुन्छ र यसरी कसेर यसलाई लामो छोटो गर्न सकिन्छ त्यसमाथि अघि बनाएको सर्कलको बुढाबुढी जोडीलाई ठ्याक्क मिलाएर राखिदिने अनि कसिदिने अनि तिनीहरूको बुढाबुढीलाई डोरीले तानेर यसरी छुट्याइदिने अनि मैले यसको बारेमा छोटो एक्सप्लेनेसन भिडियो बनाएँ अनि यसको टेस्टिङको समय आइसकेको छ म केराबारीमा पुगिसकेँ अब यसलाई टेस्ट गरेर हेरौँ सुरुमा मैले माथिको सर्कल निकालेर हँसियाले मात्रै केराको पात काट्न थालेँ हँसिया एकदम पुरानो भएका हुनाले खिया लागेको हुनाले त्यति मजाले पात काटिरहेको छैन यसलाई धार लगाएर म मेन्टेनेन्स गर्नेछु पातहरू फटाफट काटिँदैछ अहिले मैले काटिरहेको चाहिँ लोकालिटीमा चाहिँ यसलाई रातो केरा भनिन्छ रातो सेतो र झप्री भन्ने 3 थरीको केरा चाहिँ मैले र एउटा तराईको केरा पनि अहिले चाहिँ प्रचलनमा आइरहेको छ वरिपरिको पातहरू मैले सबै काटेर अब प्लास्टिकको बोरालाई युज गरेर हाम्रो केरालाई छोप्ने प्रयास गर्दैछु माथि राम्रो इलास्टिक नभएको कारणले छोटो रबरले मात्रै मैले टेस्टिङ गरेको छु हेरौँ के हुन्छ यसको रिजल्ट र मैले डोरी मिलाउँदैछु त्यहाँ डोरी जताततै अल्झेको हुनाले गएपछि मैले त्यसलाई तान्ने छु वाह त्यसपछि त्यो त्यहाँ माथि बसेको छ इलास्टिक राम्रो नभएको हुनाले माथि मजाले समाइरहेको छैन भने एकदम पर्फेक्ट काम गरेछ आइएम सो ह्याप्पी तिहार